सभामुख महोदय, म आज यो सम्मानित सदनमा एउटा गम्भीर र देशको स्वास्थ्य प्रणालीलाई गिज्याइरहेको दुष्चक्रबारे बोल्न उभिएको छु। विगत 2 दशकदेखि नेपालमा एउटै स्क्रिप्ट बारम्बार रिपिट हुन्छ, दोहोरिन्छ। उपचारको क्रममा बिरामीको मृत्यु हुन्छ, घटनाको सत्य तथ्य छानबिन हुँदैन, त्यतिकै अस्पतालभित्रै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथि कुटपिट हुन्छ, भिडतन्त्रले लापरवाहीको संज्ञा दिन्छ। अस्पताल बन्द हुन्छ, घटना उग्र बन्छ, देशव्यापी आन्दोलन फैलिन्छ, माइतीघर सेता कोटले भरिन्छन्, नारा गुन्जिन्छ, बिरामीहरू अस्पतालमा छटपटाउँदै उपचारबाट वञ्चित हुने अवस्था पुग्छ। त्यसपछि सरकार र नेपाल चिकित्सक बीच रातारात वार्ता हुन्छ, कागजी सम्झौतामा सही हुन्छ र आन्दोलन स्थगित हुन्छ। तर विडम्बना, त्यो सम्झौतामा सही गरेको मसी सुक्न नपाउँदै अर्को कुनामा अर्को चिकित्सक कुटिन पुग्छ। केही दिन अगाडि मात्र वीरगञ्ज स्थित नारायणी अस्पतालमा साङ्घातिक हमला चिकित्सकमाथि भएको घटना र त्यसपछिका घटनाहरूले हाम्रो पूर्ण स्वास्थ्य क्षेत्रलाई नै स्तब्ध बनाएको छ। नेपाल सरकार र नेपाल चिकित्सक सङ्घ बीच उक्त घटनालाई लिएर 5 बुँदे सहमति त भयो, आन्दोलन स्थगित भयो, सेवा सुचारू भयो, आन्दोलन रोकिँदा तात्कालिक रूपमा बिरामीले राहत त पाए, यो सकारात्मक पक्ष हो। तर विडम्बना, सभामुख महोदय, हिजो दिउँसो मात्र सम्झौता भयो अनि हिजो राति नै भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि अनि फेरि दुर्व्यवहार भयो। सभामुख महोदय, चिकित्सक सङ्घ र सरकार बीच यस्ता कागजी सम्झौताहरू पटक भए, धेरै पटक भए, तर कार्यान्वयनको पाटो फितलो रहँदा यो दुष्चक्र सधैँ घुमिरह्यो। सभामुख महोदय, प्रख्यात शायर मिर्जा गालिबले भने झैँ उम्रभर गालिब यही भूल करता रहा, उम्रभर गालिब यही भूल करता रहा, धूल चेहरे पर थी और आईना साफ करता रहा। हो, समस्याको जरो स्वास्थ्यकर्मीको सुरक्षा, ऐनको कमजोरी र प्रशासनिक लाचारीमा छ सभामुख महोदय। तर वर्षौँदेखि सरकारले बारम्बार यस्तै कागजी सम्झौताहरू गर्छ र ऐना मात्र पुछिरहन्छ। अब हाम्रो सरकारले यो 2/3 मत पाएको सरकारले यो दुष्चक्र सधैँका लागि अन्त्य गर्नुपर्छ। अध्ययनले भन्छन् करिब 45 देखि 50% चिकित्सकहरूले आफ्नो कार्यस्थलमा कुनै न कुनै रूपमा हिंसा भोगिरहेका छन्। त्यसमा पनि 42% भौतिक आक्रमण र 64% मौखिक दुर्व्यवहारमा दोषीलाई कारबाही नै हुँदैन। दोषीहरूलाई उन्मुक्ति दिने र राजनीतिक खोल ओढाउने यही दण्डहीनताको आचरणले गर्दा अस्पतालहरू आज रणमैदान भएका छन् सभामुख महोदय। तथ्याङ्क साक्षी छ। 2073 सालको पाटन अस्पतालको घटना होस्, 80 सालको काठमाडौँ मेडिकल कलेज र पाटन अस्पतालका घटनाहरू हुन्, या 81 सालको उर्लाबारीको ट्रमा सेन्टरमा भएको सेवा बन्द गर्नुपर्ने अवस्था होस्, 82 सालमा सेती प्रादेशिक अस्पतालमा, मलङ्गवा किस मेडिकल कलेज र चितवनको बगौडा अस्पतालमा भएका श्रृङ्खलाहरू हुन्, या भर्खरै भएको वीरगञ्जमा भएको नारायणी अस्पतालमा डाक्टर प्रमोदमाथिको आकस्मिक कक्षमै गरिएको साङ्गतिक हमला होस्, यी कुनै पनि छिटपुट घटना होइनन् सभामुख महोदय। तत्कालीन सरकारले स्वास्थ्यकर्मीहरूलाई सुरक्षा दिन नसक्नु राज्य सुरक्षा संयन्त्रको असफलता हो। पटक मन्त्रीहरू फेरिए, सरकार फेरियो, हरेक पटक चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू हार गुहार गर्दै सुरक्षाको प्रत्याभूति गुहार्न सरकारको ढोका समक्ष पुगे। ढोका ढकढक्याए, तर हरेक पटक यस्तै किसिमका सम्झौताहरू मात्रै उहाँहरूलाई दिइयो। डाक्टरको हात काँपिरहेको छ सभामुख महोदय, मन त्रसित छ। डाक्टरभित्रको डाक्टरको क्षमता आज डराएको छ अनि आफ्नै जीवन बचाउन डराउनु पर्ने, भाग्नु पर्ने अवस्थामा चिकित्सकले बिरामीको उपचार कसरी गरोस्? काँपेको हातले उपचार गर्न सक्दैन सभामुख महोदय। डाक्टरभित्रको डाक्टरलाई ढुक्कसँग निर्धक्क भएर काम गर्ने वातावरण दिन सक्नुपर्छ। अब यो सरकारले यो वातावरण सिर्जना गर्नुपर्छ। स्वास्थ्यकर्मीहरूले वर्क प्लेस सेफ्टी एन्ड वर्क प्लेस कन्फिडेन्स खोजिरहेका छन् सभामुख महोदय। कागजमा हस्ताक्षर हुनु मात्र समाधान होइन। म अनुरोध गर्न चाहन्छु, अब हाम्रो सरकारले यो 5वटा निम्नलिखित एक्सन ओरिएन्टेड समाधानको कदम चाल्नुपर्छ। पहिलो, भर्खरै सहमति भएको अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 र त्यसको संशोधन साथै धरौटी बिनाको जेलको प्रावधानलाई तत्काल लागू गरियो। स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गरियो। स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई व्यवहारमा नै उतार्दै जिलो
0 टलरेन्स, शून्य सहनशीलताको नीति अपनाइयोस् र उपचारमा त्रुटि वा लापरवाहीको आशंका लागेमा फास्ट ट्र्याक प्रणाली तुरन्त लागू गरियोस् भनेर म अनुरोध गर्न चाहन्छु। यसले बिरामी पक्ष र स्वास्थ्यकर्मी दुवै